तपाईँ नेपाल इन्डियामा 10 वर्ष किचन लाइनमा एक्सपिरियन्स छ कुकमा सेफमा भने पनि तपाईँको यहाँ आएपछि तपाईँको जिरो लेभलबाटै सुरु हुनुपर्छ। किन भनेपछि चाइनिज कुक गरेर चाइनिज कुकको पनि खाना अलग अलग हुन्छ, आफ्नै रेसिपी हुन्छ सेफहरूको। फेरि चाइनिजको फिक्स यही रेसिपी हरेक होटेलमा, यो होटेलमा एउटा रेसिपी छ भने अर्को होटेलमा सेम रेसिपी भन्ने हुँदैन, समथिङ डिफ्रेन्ट हुँदो रहेछ चाइनिज फुडको चाहिँ है मेरो हिसाबले। अब इन्डियनको पनि अब कोही कोही डिफ्रेन्ट हुनसक्छ होइन रेसिपीहरू। र रोमेनियनमा युरोपियन कुजिनमा आएपछि चाहिँ तपाईँहरूको हरेक फुडमा जुनै पनि होटेलमा जानुहुन्न यिनीहरूले सेम रेसिपी हाल्दो रहेछ क्या, एउटै मसला क्या। यहाँ मसला हजार मसला छैन क्या, यहाँ 2-4वटा मसला हुने हो होइन। र मलाई चाहिँ एसियन कुजिन भन्दा युरोपियन कुजिन एकदम सजिलो लाग्यो क्या, एकदम सजिलो क्या, त्यो झमेलै छैन क्या। कटिङको त सबैलाई थाहा भएकै कुरा हुन्छ, फिङ्गर कटिङ होइन, जुलियन कटिङ, चप, फाइन चप होइन, डायमन्ड कटिङ, ट्रायङ्गल होइन, यो सबैलाई थाहा भएकै कुरा हो। त्यही पनि कटिङको टाइम हुन्छ, हरेक भेजिटेबलको यति केजी भेजिटेबल यति टाइममा सकाउनु पर्ने हुन्छ। वास गरेर भेजिटेबल रुमबाट कटिङ रुममा ल्याएर वास गरेर पनि तपाईँले 10 मिनटमा सकिने कटिङ 10 मिनटमै सकिनुपर्छ। कामको स्पिड भनेको यस्तो हुन्छ तपाईँको, यस्तो होइन कि 10 मिनटमा काट्ने भेजिटेबल तपाईँले आधा घन्टा लगायो, कामको भ्यालु जिरो, समय वेस्टेज। त्यसैले गर्दाखेरि कटिङ पनि एकदम स्पिड हान्न सिक्नुपर्ने हुन्छ तपाईँहरूले। हुनसक्छ 5 स्टार लेभलमा समथिङ स्ट्यान्डर्ड, तर तपाईँ आफैले क्लिन गर्नुपर्ने हुन्छ है त। र